हेलो गाइस नमस्ते म गरिमा। आज चाहिँ म भर्खर ड्युटीबाट आएर चाहिँ खाना खान लाग्दैछु है। आज मेरो खानामा चाहिँ म चाहिँ कचौरामा खाना खाँदैछु नि चिकन हैन, चिकन विङ्स एन्ड राइस। यदि हजुरहरू पनि खाना चाहनुहुन्छ भने आउनुहोस् है। म एकदम भर्खर ड्युटीबाट आएको हैन, एकदम भोक लागेको छ। त्यही भएर चाहिँ म खाना खाँदैछु। खाएर फर्स्ट बाइट खाएर यम्मी। खाना चाहिँ हिजो नै बनाएको थिएँ हैन, अनि फ्रिजमा राखेको थिएँ। अनि भोक लाग्यो भएर चाहिँ हतार हतार ड्युटीबाट आएर फ्रेस भएर चाहिँ खाना खाँदैछु। ड्युटीमा पनि आजभोलि एकदम सेल लागिरहेको छ क्या, त्यही भएर एकदम बिजी छु अनि एकदम थाक्छु क्या। अनि साथीहरू हजुरहरूले खाना खानुभयो? खाना खानु भएको छैन भने आउनु है, मैले खुवाइदिन्छु हजुरहरूलाई खाना। के भएको मेरो युट्युबमा त सब्सक्राइबर नै बढ्दैन त। सब्सक्राइबरहरू त बढिरहन्छ। आज 2 जना बढेको हुन्छ भने भोलि त 5 जना घटिरहेको हुन्छ। किन हो यस्तो? सब्सक्राइब गरेर अनसब्सक्राइब गर्नको लागि त सब्सक्राइब नै नगर्नु नि हैन। यम्मी यम्मी एकदम टेस्टी छ। हजुरहरू पनि खानुहुन्छ भने आउनु है। यस्तो परदेशको जिन्दगी हैन। खाना खायो, ड्युटी गयो, आयो, मोबाइल चलायो, खायो, सुत्यो। अब अरू त के नै गर्न सकिन्छ र। परदेशमा छ भने चाहिँ ड्युटी चाहिँ गरिन्छ। परदेशी जिन्दगी भनेर सजिलो त सजिलै हो हैन। यसो ड्युटी गयो, आयो, खायो, मोबाइल लियो, बिस्तारामा ढल्कियो, सुत्यो। सुखी त सुखी हो नि, के गर्नु। हुन त फेरि म सुखी भयो भन्दैमा सबैजना सुखी हुन्छ भन्ने हुँदैन है। अहिले मार्नु होला फेरि मलाई, कमेन्टमा गाली गर्नु होला साथीहरूले। दुःख त मैले पनि धेरै गरेको छु नि हैन। यसमा आएर मैले पनि धेरै दुःख गरेको छु, सङ्घर्ष गरेको छु, हरेक पीडाहरू भोगेको छु, हरेक पर्खालहरूलाई चाहिँ पार गर्दै यहाँसम्म आइपुगेको छु हैन। पहिला दुःख गरे पो अनि पछि गएर सुख पाइन्छ भन्ने नि हो त्यस्तै। मैले पनि धेरै सङ्घर्ष गरेको छु विदेशमा आएर, त्यही भएर अहिले सुख पाएको छु हैन। त्यही हो साथीहरू, विदेशमा दुःख र सङ्घर्ष त गर्नै पर्ने हुन्छ अर्काको देशमा हैन। दुःख र सङ्घर्ष गरेन भने त हुँदैन। अरूको लागि नभए आफ्नो लागि पनि कमाउनै पर्ने हुन्छ। गाह्रो छ जिन्दगी। के गाह्रो पनि छ, अब एक्लो जिन्दगी बिन्दास पनि छैन हैन।
कसैको अधीनमा बस्नुपर्छ भन्ने छैन। आफै कमायो, आफै रमायो, आफै खायो, बिन्दास हिँड्यो। सिंगल लाइफ इज रक, यस। दिदी बहिनीहरू, सिंगल लाइफ एकदम रक छ है। कसैको डरमा बस्नु पर्दैन है, कसैको अन्डरमा बस्नु पर्दैन। आफूलाई हिँड्न मन लाग्यो ठाउँमा हिँड्यो, खान मन लागेको चिज खायो, गर्न मन लागेको चिज गर्यो है। के चाहियो योभन्दा सुख होइन। लाइफ हो अब, कहिले तल कहिले माथि, कहिले सुख कहिले दुःख, कहिले हाँसो कहिले रोदन, कहिले मिलन कहिले बिछोड भन्ने कुरा त भइ नै रहन्छ होइन। यो संसार उभित नै हो। त्यसैले टेन्सन र पिर लिने नै होइन क्या। टेन्सन गऱ्यो भने, पिर गऱ्यो भने आफ्नै नोक्सान हुन्छ है। आफैले रोग लाग्छ, आफै बिरामी भइन्छ। अब एक्लो मान्छे भएपछि फेरि भोलि बिमारी भयो भने कसले हेर्नु, कसले पाल्नु है। त्यही भएर खाने हो, रमाउने हो, बिन्दास लाइफ चिल भएर बिताउने हो। एट लास्ट मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् है। प्लिज साथीहरू सब्सक्राइब गरिदिनुहोस् न। हाम्रो भनौँ न होइन, मेरो गरिमा सङ्गम अफिसियल। गरिमा भनेको चाहिँ अब म भइहाल्यो होइन। सङ्गम चाहिँ मेरो बाबु मेरो छोरा हो। आमा र छोराको नामबाट चाहिँ पहिला चाहिँ मेरो गरिमा लान अफिसियल थियो। त्यसलाई चाहिँ मैले चेन्ज गरेर चाहिँ गरिमा सङ्गम अफिसियल बनाएको छु। प्लिज साथीहरू हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामी आमा छोरालाई साथ र सपोर्ट गरिदिनु भएर धेरै माथि पुर्याइदिनु होला, आकाशको चन्द्रमा छुने गरे है। हजुरहरूसँग बोल्दा बोल्दा खाना पनि सकिएछ मेरो है। एकदम मिठो लाग्यो आज, खुसी लाग्यो। हस् त साथीहरू, टेक केयर। सबैजनालाई देश अनुसारको, ठाउँ अनुसारको गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ, गुड नाइट भन्दै चाहिँ अहिलेको बसाइमा म गरिमा हजुरहरूबाट बिदा चाहन्छु। बाई।